हेलो हजुर बाबा सन्चै छु हजुर अब लगभग मेरो जापानको भिसा नि लगभग फिक्स हुने भयो। वाउ यति राम्रो आइटम बम त्यही पनि जापान जाँदै यसलाई पठाउनु पाए त के नै चम्किन्थ्यो। तर बोल्ने चाहिँ कसरी? हजुर हजुर हस् बाबा हस् ल हस्। एक्सक्युज मी यस प्यास लागेको छ थोरै पानी खान मिल्छ? सरी ल यसमा त मेरो मिस्टेक जुठो छ। नो प्रब्लम यति राम्रो मान्छेको त जे पनि चल्छ। आई मिन जुठो हो। अनि त यस्तो प्यासी मान्छे पहिलोचोटि भेट्यो। मैले पनि त फर्स्ट टाइम यति राम्री मान्छेको जुठो खाने मौका पाएको छु, त्यही पनि लिपस्टिकको। छे हजुर त कस्तो खेलाडी हुनुहुँदो रहेछ। म कतिको खेलाडी छु त्यो त मैदानमा उत्रेपछि थाहा हुन्छ। गेम खेल्न त मन छ नि, तर भने जस्तो मैदानै पाएको छैन। सुनिरहेछौ नि? मोराले मलाई कस्तो पानी बनाइदियो। आगोको छेउमा राखेको नौनी हो जस्तो बनाइदियो मलाई। त्यो मोराले मलाई साँच्चीकै मन पराउँछ होला त। मैले मेरो असली भन्नै पर्छ असली कुराहरू उसलाई। BBS को एक्जाम पनि आइसक्यो, अब त एक हप्ता मात्रै बाँकी छ। पढाइमा ध्यान पिटिक्कै जाँदैन। काश त्यो आइटम बमलाई पठाउन पाएको भए लाइफै बन्थ्यो मेरो। त्यो आइटम बमको नाम चाहिँ सोध्नु पर्थ्यो क्या मैले। अस्तिको आइटम बम बस्ने प्रकार म कहाँ चाहिँ बस्दो रहेछ?
ओहो एकछिन भनेको त कसैले देखेन तिमीलाई? हेर्न दियो न हेर्नेहरूलाई। पानी खुवाउ न, प्यास लागेको छ। भित्र आऊ। नाम के हो तिम्रो? साइलेन्ट किलर हो मेरो नाम, साइलेन्ट किलर। मान्छे जस्तो त्यस्तै नाम रहेछ तिम्रो। तिमी बम त कहाँ कम छौ र आइटम बम। मेरो निन्द्रा खस्यो, मेरो भोक हरायो। मलाई पुरै मारिदेऊ। साइलेन्ट किलर, अब तिमीले मलाई पुरै मारिदेऊ। तिमीले हानेको तीरको महसुस गर्न चाहन्छु म। हेलो। हेलो। भन त। धेरै रनिङ नगर, यसै त तिमी डुब्लाइसक्यौ। के गरौँ, खाएको डाइट सबै तिमीले लिइहाल्छौ। नटी भाइ, आउ न भेटौँ। ल भ्यायो भने पर्सितिर आउँछु। पर्सि रे? खोइ किन आजै आऊ, म तिमीलाई सरप्राइज दिँदैछु। सरप्राइज? चाहिँदैन तिम्रो सरप्राइज, तिमीले राख। यत्रो तिमी कहाँ गएको? तिमी बिना बाँच्न नसक्नु गयो। चुला तेरो नाटक यो के बनाएको? ब्याउनी भैँसी जस्तो हालत। के रे? मलाई ब्याउनी भैँसी रे? हो, म ब्याउनी भैँसी भएको छु। तिम्रो बच्चाको आमा भन्दैछु म, बच्चाको आमा। सोचेको थिएँ मैले तिमीलाई सरप्राइज दिन्छु भनेर, तर नगराउँदो रहेछु। जिना, के भयो तँलाई? सन्चो छैन कि के हो? लौ न, के म इन्डिया 7 महिना बसेर आएको थिएँ। के हालत बनायो कि यस्तो? जिना, तैँले के गरिस् यस्तो? मैले तेरो बाबा मम्मीले के जवाब दिने? मलाई के दशा आइलाग्यो? हे भगवान्। फुपू, म तपाईँलाई दुःख दिन चाहदिनँ, म तपाईँलाई अप्ठ्यारोमा पार्दिनँ। म टाढा गएर यो बच्चालाई जन्म दिन चाहन्छु।